र सम्पूर्ण गुरुहरू म कक्षा 10 पास भई 11मा पढिरहेको छात्र मन्सिङबाट तर्फबाट न्यानो अभिवादन। आजको यस विदाय कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो लागि हामीले सम्झना स्वरूप स्कुलको र आफ्नो तर्फबाट हामीलाई एउटा जिन्दगीभरि भइरहने मायाको चिनो प्रदान गरिदिएकोमा त्यसको लागि फेरि धन्यवाद। अब अहिले जुन एससी दिनको लागि 10 क्लासमा अध्ययन गर्दै हुनुहुन्छ उहाँहरूलाई एससी 2083 को आगामी शुभकामना। हामीले जुन किसिमले एससीमा तयारी गरेका थियौँ हामीले अलिक तयारी गर्न आफूले मिहिनेत गर्न अलिक ढिला गऱ्यौँ। तपाईँहरूले चाहिँ अलि अगाडिबाट नै सरहरूले भनेको कुराहरू राम्रोसँग सुनेर राम्रोसँग पढेर अगाडिदेखि नै मिहिनेत गर्नु होला। एससी जहाँसम्म हामी कतिलाई हुन्छ एससी भन्ने बित्तिकै एकदम डराउने अनि घरबाट पनि बुवा आमाले पनि प्रेसर दिने ए प्लस ल्याउनै पर्छ ल्याउनै पर्छ भनेर जहाँसम्म त्यस्तो प्रेसर हुन्छ त्यो प्रेसरहरू कुनै पनि नलिई आफूले एकदम बेस्ट दिन खोज्ने आफू कुनै पनि नहडबडाई सरहरूले भनेका कुराहरू राम्रोसँग सुनेर आफूले बेस्ट गर्ने र विद्यालयमा पनि नियमित उपस्थिति भए अब सकरसम्म चाहिँ अब यो एससी दिने स्टुडेन्टहरूले चाहिँ एब्सेन्ट नहुनु होला। किनकि एक दिन छुटेको कुराहरूले पनि पछि धेरै रिग्रेट फिल हुँदो रहेछ। त्यो मैले 2-4 दिन क्लास छोड्दा मैले जुन कुरा क्लास छोडेर मैले पढ्न पाएको थिएन ध्यान दिएको थिएन घरमा पनि त्यो कुरा पढेको छैन भनेर हेरेको थिएन। ती कुराहरू एससीमा आउँदा चाहिँ त्यहाँ रिग्रेट फिल भइरहेको थियो। सकरसम्म क्लास नछुटाउनु होला र आफूले एकदम सुरुदेखि तयारी गर्नु होला। पछि कुनै पनि रिग्रेट नहोस् कि मैले सुरुदेखि किन मिहिनेत गरेन भनेर। अब हामीले यस्तो अहिले भइरहेछ हामी यहाँ 5 बजेसम्म बसेर हामीले अलिकति ध्यान दिएको राम्रो हुँदो रहेछ हामीले फ्यामिलीको भए न हल्ला गरेको भए हामी हुँदो रहेछ भन्ने जस्तो अहिले हुन्छ। पछि चाहिँ हजुरहरूलाई त्यस्तो नहोस्। सबैजनालाई एससीको शुभकामना र मलाई यहाँ आएर आफ्नो 2 शब्द भनेर राखिदिनु अवसर दिनुहुने 9-10 क्लासको भाइ बहिनीहरू र यहाँ सम्पूर्ण उपस्थित गुरुवर्गहरूलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। धन्यवाद। अब यहाँबाट आफ्नो डिमान्ड पनि आयो क्यारिकेसन गर भनेर प्रिन्सिपल सरले भनेको चिन्ता गर्ने कुरै भएन। अब यदि आजको यो विदाय तथा स्वागत कार्यक्रममा हाम्रो पुरानो प्रधानमन्त्री केपी शर्मा ओली आएको भए के भन्थ्यो होला त? मलाई ताजुब लाग्छ, मलाई आश्चर्य लाग्छ, मलाई उदेक लाग्छ। र सबैजना जेन्जीहरू देख्दा मलाई लखेटा आएको कि जस्तो फिल पनि भइरहेछ। अब जेन्जी भाइ बहिनीहरू आउनु भएको छ। तपाईँहरू चाहिँ कतिजना अहिले एसएलसी पास भएर 11मा पढ्दै हुनुहुन्छ, कतिजना एससी दिने हुनुहुन्छ। तपाईँहरू एससीमा राम्रोसँग पढ्नु होला। पहिला एससी फेरि के गर्छस् भन्दा नेता बन्छु भन्न पाइन्थ्यो। अब अहिले त नेता पनि इन्जिनियर आइदिन्छ। अब पहिला छैन तपाईँहरूले बा भन्नुहुन्थ्यो, अहिले बाले भनेर बालै लपेट्न पर्छ भएको छ। त्यस्तो नगर्नु होला। यति भन्दै गर्दा अनि साइडमा त प्रचण्ड हुन्छ नि त होइन, पुरानो नेताको साइडमा अनि प्रचण्डले भन्छन् होला मुन्नी निश्चित रूपमा तपाईँ बढी नपढ्नुहोस्। म त फेरि तपाईँहरू जस्तो हार्नेमा पर्दिनँ, जसरी भए पनि जितेर आइहाल्छु। धेरै बोल्नुभयो भने भित्तामै पुगाइदिन्छु। अब त्यति प्रचण्डले त्यति भनेपछि अब भित्तामा पुगाउने बित्तामा त देउवालाई रिस उठ्छ। अनि म के भित्तामा पुगाउँदै अब भित्तामा त जेन्जीहरू पुगाइसकेको चेन्जीहरूले पुगेर भात खाएर भातहरू खोले खाएर बसेको छु यार। कम्पिटिसनसँग पुगेको छ लास्ट फेरिसँग। हस् धन्यवाद। थ्याङ्क यू सो मच। मनसन दादालाई धेरै धेरै धन्यवाद। उहाँको लागि एकचोटि फेरि जोरदारले ताली बजाइदिनु होला।